यो चाहिँ हाम्रो बन्दैछ मधेस र हाम्रो काठमाडौँ जोड्ने यो ठाउँ बन्दैछ। है ए उयो है खतरामा भन्नु नि दामी बन्दैछ हैन। अब लेट्स होप कमिङ डेजमा हामी यो बाटो हिँड्नेछौँ 1-2 वर्षमा। यहाँ सम्धि के भन्नुहोस्। हेलो हाई, अहिले चाहिँ हामी यो ठ्याक्कै थाहा भएन कुन आउँछ होइन, तर काठमाडौँ फर्किँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो फर्स्ट ट्र्याक हो। अनि यो चाहिँ उता बाह्र जिल्ला सायद त तराईवासीलाई थाहा छ, बाह्र जिल्लाबाट चाहिँ सुरु भयो क्या, यो सुरुङ मार्ग हो अनि फर्स्ट ट्र्याक पनि हो। अब यो चाहिँ सुरुङ हुँदै हुँदै ठ्याक्कै उता गएर कलङ्की पनि निस्किन्छ होइन। खोकनामा निस्किन्छ। खोकना 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 हुँदै अब कलङ्कीसम्म होइन। सरकारले भनेअनुसार चाहिँ अब 80% जति काम भयो भन्छ होइन। आशा गरौँ अबको 3-4 वर्षपछि पक्कै नै हामी यो बाटो भएर होइन 12 टु काठमाडौँ चाहिँ 12 पुग्नेछौँ भन्ने 3-4 वर्ष न 2 वर्षभित्रमा 2 वर्ष लेट्स होप। आशा 2 वर्षमा थाहा भएन होइन। अब सरकार चेन्ज भइसक्यो होइन। अब सरकार बन्ने 6 महिना लाग्छ। अब फेरि नयाँ सरकार आउनु पऱ्यो, नयाँ सरकार निर्णयले अब के गर्छ थाहा छैन, तर आशा गरौँ छिट्टै हामी यो बाटो हिँड्न पाउँछौँ भनेर। हुन्छ, धन्यवाद।